रोटरी डिस्ट्रिक्ट 3292 नेपाल भुटानका वर्तमान तथा पूर्व पदाधिकारीहरू, उपस्थित महिला तथा सज्जनवृन्द, सर्वप्रथम आज यहाँ सम्मानित रोटरी डिस्ट्रिक्ट 3292 नेपाल भुटानका 5 डिस्ट्रिक्ट गभर्नरहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु। समाजमा योगदान दिने व्यक्तिहरूको सम्मान गर्ने संस्कार नै असल नेतृत्व र सेवाको भावना अभिवृद्धिमा योगदान पुग्दछ। यसबाट नयाँ पुस्तालाई समाज सेवाको क्षेत्रमा क्रियाशील हुन प्रेरणा मिल्ने मैले विश्वास लिएको छु। वास्तवमा हाम्रो जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित छ। हामीलाई सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्दछ। यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्त रूप दिएर विश्व शान्ति, प्रगति र मानव कल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो। निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म हो भन्ने म ठान्दछु। विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिँदो परिवेशमा अझ सान्दर्भिक हुँदै गएको छ। खास गरी समाज सेवा, मानवता र शान्तिको अभियानमा तपाईहरूको योगदान प्रशंसनीय छ। यो संस्था सेवा, मित्रता, सद्भाव र विश्व मानवतामा आधारित एउटा विश्वव्यापी अभियान